पित्तथैलीमा कस्ता स्टोनहरू बन्दछन्? पित्तथैलीमा मूलतः 3 किसिमका स्टोनहरू बन्दछन्: प्योर कोलेस्ट्रोल स्टोन, मिक्स्ड स्टोन र पिगमेन्टेड स्टोन। प्योर कोलेस्ट्रोल स्टोन कोलेस्ट्रोलको सुपरस्याचुरेसन अथवा कोलेस्ट्रोल पित्तमा भएको कोलेस्ट्रोल चाहिँ सोलुबल अथवा घुल्न नसकी यो चाहिँ क्रिस्टलाइज फर्ममा बन्दछ, ताकि यसले चाहिँ पछि स्टोनको रूप चाहिँ लिन्छ। यसमा बन्नुमा विशेष गरी पित्तमा भएका बाइल साल्ट र लेसिथिन भन्ने तत्त्वले कोलेस्ट्रोललाई सोलुबल हुन र सोलुबल गराउन सक्दैन र कोलेस्ट्रोल चाहिँ क्रिस्टलाइज फर्ममा आउँछ। यो भयो प्योर कोलेस्ट्रोल स्टोनको कुरा। अब मिक्स स्टोनहरू विशेष गरी इन्फेक्सनको कारणले बन्छ। पित्तथैलीमा कुनै किसिमको संक्रमण भयो जसलाई हामी मेडिकल टर्ममा कोलिसिस्टाइटिस भनेर भन्छौँ र त्यो बेलामा बिरामीहरू छाती पेटको दायाँ कोखा दुखेर आउने हुन्छ अथवा मुटु दुखेर आउने हुन्छ र कहिलेकाहीँ चाहिँ बिरामीलाई भर्ना नै गरेर अस्पताल नै भर्ना गरेर एन्टिबायोटिकहरू दिनुपर्ने अवस्था पनि हुन्छ। त्यो अवस्थामा चाहिँ पित्तथैलीमा भएका पित्तहरूमा संक्रमण हुने हुन्छ र त्यसले चाहिँ यो पित्तथैलीको खुम्चिने प्रक्रियालाई पनि असर गरेको हुन्छ। त्यसले यो पित्तथैलीको स्टोन बन्ने प्रक्रियालाई चाहिँ तीव्रता दिएको हुन्छ अथवा एक्सलेट गरेको हुन्छ र यस्ता स्टोनहरू विशेष गरी ब्राउन स्टोनहरू चाहिँ हुन्छन्। र अर्को हुन्छ पिगमेन्टेड स्टोन अथवा ब्ल्याक स्टोन। यो विशेष गरी हेमोलाइटिक डिजिजहरू भएका अथवा वंशानुगत रूपमा हेमोलाइटिक अथवा आरबिसी अथवा रगत टुक्रिने रोग भएका मान्छेहरूमा चाहिँ पाइन्छ, जस्तो कि सिकल सेल एनिमिया भएका मान्छेहरूमा अथवा बिटा थ्यालेसेमिया भएका मान्छेहरूमा चाहिँ यदि स्टोन पिगमेन्टेड स्टोन हुने चान्स चाहिँ बढी चाहिँ हुन्छ।